हेलो साथीहरू नमस्कार। यो वाल फ्यान हो। यो वाल फ्यान चाहिँ हामीले लाइनमा हाल्दा चलिरहेको छैन र यसमा चाहिँ हामीले के प्रब्लम भइरहेको छ र यसलाई कसरी बनाउन सकिन्छ भनेर म हजुरहरूलाई यस भिडियो मार्फत देखाउने छु। र यसलाई म अब लाइनमा हाल्न गइरहेको छु। यसलाई मैले लाइनमा हालेँ र लाइनमा हाल्दाखेरि हाम्रो यसमा स्विङ मोटरको र अन अफ मोटरको चाहिँ स्विच यसैमा हुन्छ। यसलाई चाहिँ मैले अन गर्दा चाहिँ यहाँ चाहिँ हाम्रो यो स्विङ मोटरको अन गरे र यसको हाम्रो जुन अन अफ बटनको स्विचलाई पनि अन गर्दा यो हाम्रो मोटर चाहिँ घुमिरहेको छैन र यो मोटर चाहिँ चलिरहेको छैन। र यसमा चाहिँ हामीले यसको यो जुन मोटर छ यो मोटर खराब भइरहेको छ र यसमा हामी नयाँ मोटर हाल्नेछौँ र नयाँ मोटर म हजुरहरूलाई यसमा चेन्ज गरेर देखाउने छु। र यसमा यो नयाँ मोटर चाहिँ हाम्रो यस्तो खालको यो नयाँ मोटर हुन्छ र यसलाई मोटरलाई चेन्ज कसरी गर्न सकिन्छ र यसको कनेक्सन कसरी गर्ने भनेर म हजुरहरूलाई यसै भिडियो मार्फत देखाउने छु र भिडियो अन्तिमसम्म हेर्नुहोला। र अब म यसको यो मोटरलाई फिटिङ गरेर देखाउने छु हजुरहरूलाई। र यसको लागि चाहिँ हामीले पहिला यताबाट चाहिँ हामीले यसको यो कनेक्सनलाई खोल्नुको लागि चाहिँ यो पछाडिको जुन स्क्रु छ यो स्क्रुलाई हामीले खोल्नु पर्ने हुन्छ। र यसमा चाहिँ यो दुईवटा स्क्रु यहाँ पनि छ। यो स्क्रु खोलेपछि हाम्रो यसको जुन प्लेट छ तलपट्टिको यो निस्क्यो र यसको चाहिँ हाम्रो यो कनेक्सनहरू चाहिँ कसरी गर्ने म हजुरहरूलाई देखाउने छु। र हेर्नुहोस् यसमा चाहिँ हाम्रो 1 2 3 4 5 यो 6वटा वायर छ। यो 6वटा वायरको कनेक्सन चाहिँ हामीले कसरी गर्ने भनेर म हजुरहरूलाई देखाउन गइरहेको छु। र हामी यो जुन मोटर छ यो मोटरमा चाहिँ हाम्रो यो 5वटा वायर छन्। यो वायरको हामीले कसरी कनेक्सन गर्ने भनेर म हजुरहरूलाई यस भिडियो मार्फत देखाउँदैछु। र यसको लागि चाहिँ हामीले यो जुन पुरानो कनेक्सन गरेको वायरहरू छ यसलाई निकाल्नु पर्ने हुन्छ। र यसमा चाहिँ हामी यसलाई हामीले जुन यसमा लागेको वायर छ यसलाई चाहिँ पहिला हामी यसको यहाँबाट कटिङ गर्नेछौँ र कटिङ गरेर त्यसै अनुसारले हामी यसमा कनेक्सन गर्नेछौँ। र यो चाहिँ हाम्रो वायर चाहिँ हाम्रो स्विचको वायर हो र यो मोटरबाट जुन आएको वायरहरू छन् यो मोटरबाट आएको वायरहरू चाहिँ हामी यसमा कनेक्सन गर्नेछौँ। र यसमा चाहिँ हाम्रो 1 2 3 4 5 6वटा वायर छन्। र यसै गरेर हामीले चाहिँ जुन यो येलो वायर छ यसलाई कटिङ गऱ्यौँ र रेड वायरलाई र वाइटलाई र ब्लूलाई हामीले कटिङ गऱ्यौँ। र यसमा यो दुईटा वायर छ येलो र ब्ल्याक यो वायरलाई पनि हामीले कटिङ गऱ्यौँ। र यसपछि चाहिँ हामीले यो मोटरलाई झिक्नको लागि हामीले यो जुन यहाँनिर एउटा स्क्रु हुन्छ यो स्क्रुलाई खोल्नुपर्ने हुन्छ, अलि ढिला गर्नुपर्ने हुन्छ। र यो स्क्रुलाई हामीले ढिला गरिसकेपछि फेरि हामीले चाहिँ यहाँको यो जुन स्क्रु छ यो स्विङ मोटरको यो पत्ती लागेको छ यो पत्तीलाई चाहिँ हामीले खोल्नुपर्ने हुन्छ। यसलाई खोल्यौँ र यसपछि हामीले यो मोटरलाई यसरी माथि तानेमा यो माथि आइहाल्छ। र यसमा एउटा वासर लागेको छ र यो फेरि वायरलाई तान्ने हाम्रो यो
मोटर चाहिँ बाहिर निस्किसक्यो। र अब हामीले यसको सट्टामा चाहिँ यो मोटरलाई हाल्नेछौँ। जुन यो निस्केको वासर छ हामीले यसमा नै लगाउनेछौँ। यो लागिसक्यो। र यसपछि चाहिँ हामीले यो जुन मोटर छ यसलाई चाहिँ यसरी नै यसमा राख्ने र यो जुन स्विङ मोटर छ यो स्विङ मोटरको जुन पत्ती छ यो पत्तीलाई चाहिँ हामीले यसैमा कस्नेछौँ। यसलाई चाहिँ हामीले दायाँ बायाँ गरेर यो कहाँनिर कसिन्छ त्यसै अनुसारमा कस्नुपर्ने हुन्छ। हेर्नुहोस् यहाँ चाहिँ हाम्रो यो स्विङ मोटरको जुन पत्ती छ यहाँनिर चाहिँ हाम्रो कसियो। र यसपछि हामीले जुन यो वायर छ यो वायरलाई चाहिँ हामीले यहाँबाट यो छिराएर निकाल्नु पर्ने हुन्छ। यसको सबै वायरहरू हामीले यसरी चाहिँ एक आपसमा यसरी निमुटेर यसलाई यहाँबाट पसाउने प्रयास गर्नेछौँ। र हेर्नुहोस् यसरी चाहिँ गऱ्यो भने सजिलो हुनेछ। र यताबाट हामीले यो यसरी छिराउने र यताबाट आइसकेपछि वायरलाई हामीले चाहिँ फेरि यो पोलबाट हामीले तल हाल्ने। यो पोल छ यो पोलबाट चाहिँ यसरी तल यता हाल्ने। यता हाम्रो वायर आइसक्यो र यताबाट हामीले यसरी यसलाई तान्ने। र तानिसकेपछि यो तार चाहिँ ब्याट्री हुनु भएन। ब्याट्रीपछि कट लाग्ने सम्भावना हुन्छ। यहाँ चाहिँ हामीले यो मोटरलाई अड्काइसक्यौँ र यो वायर पनि यहाँ आइसक्यो। र अब हामी यो जुन स्क्रु लगाएका थियौँ यो स्क्रुलाई चाहिँ यसलाई टाइट गऱ्यौँ। र यसलाई टाइट गरिसकेपछि हाम्रो यो जुन मोटर छ यो मोटरको साफ्ट चाहिँ यसमा अड्किन्छ। र यसको लागि चाहिँ हामीले यो फ्री छ वा छैन भनेर एकचोटि यसलाई निकालेर घुमाएर हेर्नेछौँ। ल हेर्नुहोस् यो चाहिँ यसरी घुमिरहेको छ। अब चाहिँ हामी यसको जुन स्विङ मोटरको पत्तीलाई चाहिँ यसमा कस्नेछौँ। यसपछि चाहिँ हामी यो वायरको कनेक्सन गर्नेछौँ। र यो वायर चाहिँ जुन वायर जसमा छ त्यसैमा चाहिँ हामी यसको कनेक्सन गर्नेछौँ।
यसको लागि हामीलाई आइरनको आवश्यकता पर्छ र हामीले यो आइरनको प्लगलाई लाइनमा हाल्यौँ र यसपछि एकछिन हामीलाई यो हिट हुनुको लागि आइरनलाई छोड्यौँ र अब हामी यो जुन कनेक्सन छ यो कनेक्सन गर्न गइरहेका छौँ र यसको लागि चाहिँ हामी यो जुन यसको लक लगाएको छ यसलाई हामीले खोल्यौँ र यसमा हामी चाहिँ यो ब्ल्याक वायरलाई हामी लगाउने छौँ। यसको जुन यो ब्ल्याक वायर छ यसलाई हामी यसमा लगाउने छौँ। यो ब्ल्याक वायरलाई हामीले कनेक्सन गर्यौँ र यसपछि चाहिँ हामी जुन यो येलो वायर छ यो येलो वायरको कनेक्सन चाहिँ हामी यो जुन यहाँ येलो वायरको यो पोइन्ट छ यसमा चाहिँ हामी गर्नेछौँ र यसको लागि हामीले येलो वायरको कनेक्सन चाहिँ पुरानो कनेक्सनलाई निकाल्यौँ र अब हामी यो येलो वायरको कनेक्सन यसको यो स्विचमा गऱ्यौँ र यसपछि हामीले क्रमबद्ध रूपमा चाहिँ सबै वायरहरूको कनेक्सन गर्नेछौँ। अब जस्तै यो ब्लू वायर छ ब्लू वायरमा हामी यो ब्लू वायरको कनेक्सन गर्नेछौँ। ब्लू वायरको कनेक्सन गऱ्यौँ र यसपछि हामीले यो यसमा जुन व्हाइट वायर छ यो व्हाइट वायरको कनेक्सन गर्नेछौँ। यो व्हाइट वायरको कनेक्सन चाहिँ व्हाइट वायरको कनेक्सन चाहिँ हामीले व्हाइट वायरमा गर्ने। यसरी एक एक गरेर जुन वायरको कनेक्सन जहाँ छ त्यहाँ चाहिँ यसरी हामीले गर्दै ल्याउनु पर्ने हुन्छ। र अब हाम्रो यो रेड वायर छ यो रेड वायरको कनेक्सन चाहिँ हामीले यहाँ गर्ने। कनेक्सन चाहिँ हामीले पहिल्यै चाहिँ एक एक गरेर सबैलाई निकाल्नु हुँदैन र आधा कटिङ गरेर यसरी राख्ने र एक एक गरेर यसले कनेक्सन गर्दै जाने। कनेक्सन गर्न पनि सजिलो र हाम्रो दायाँ बायाँ पनि कनेक्सन हुँदैन। ल यो हाम्रो कनेक्सन भइसक्यो र यसपछि चाहिँ हामी एकपल्ट यसलाई लाइनमा हालेर चेक गर्नेछौँ र ल हेर्नुहोस् हाम्रो यो मोटर अन भइसक्यो र मैले मोटरको स्पिड पनि बढाएँ। ल हेर्नुहोस् अहिले हामीले यसलाई अफ गरेँ अफ भइसक्यो। 1 नम्बर यो 2 नम्बर यो 3 नम्बर कनेक्सन लागिरहेको छ र यसपछि स्विङ मोटरको कनेक्सन चाहिँ मैले अफ गरेँ। स्विङ मोटर पनि चलिरहेको छ र स्विङ मोटरको कनेक्सनलाई अफ गरेँ र फेरि स्विङ मोटरलाई म चलाउँछु। ल हेर्नुहोस् स्विङ मोटरलाई चलाउँदा यो स्विङ मोटर पनि चलिरहेको छ। हेर्नुहोस् यसरी चाहिँ हामीले यसको कनेक्सन चाहिँ गऱ्यौँ। वाल फ्यानको कनेक्सन यस्तो सजिलैसँग गऱ्यौँ र म यसको एकपल्ट लाइन झिक्न गइरहेको छु। यसको लाइनलाई मैले झिकेँ र यसपछि चाहिँ हामीले यसमा जुन यसको यो इन्सुलेट यसमा लक लगाएको थियो यसलाई निकालेका थियौँ र अब फेरि म यसलाई यसरी लगाइदिएँ। हाम्रो उसमा चाहिँ हाम्रो यसमा यो 6 वटा वायर थियो। हाम्रो यसमा यो 6 वटा वायर थियो 1 2 3 4 5 6 र यसमा हाम्रो यो 5 वटा मात्रै वायर थियो। यसको कनेक्सन चाहिँ हामीले यसरी गर्नुपर्छ भनेर मैले हजुरहरूलाई बताएँ। यदि 5 वायर भए पनि कनेक्सन चाहिँ यसरी गर्ने र 6 वटा वायरको सट्टामा हामीले 5 वायरको पनि कनेक्सन सजिलै गर्न सकिन्छ। र यसमा हामीले लक लगाइसक्यौँ र यसपछि चाहिँ हामीले
जुन यो स्विचको यो डोरीहरू छ, यो डोरीलाई यसरी गरेर राख्ने र यसपछि चाहिँ हामीले यो वायरहरूलाई चाहिँ यसरी यहाँ मिलाएर फेरि हामीले यसको जुन कभर छ यो कभर लगाउने यसरी चाहिँ हामीले कभर लगाएर यसमा स्क्रू बस्ने। ल हामीले यसको कनेक्सन गरेर चाहिँ हामीले यसको ब्याक कभर पनि लगाइसक्यौँ र अब म हजुरहरूलाई एकपल्ट यसलाई लाइनमा हालेर देखाउँछु र हाम्रो यो ल हेर्नुहोस् यो अन भइसक्यो र यो स्विङ मोटर पनि हाम्रो यो चलिरहेको छ। ल हेर्नुहोस् हाम्रो यो स्विङ मोटर पनि मजासँग चलिरहेको छ र यो मोटर पनि मजासँग हाम्रो चलिरहेको छ र यसरी चाहिँ हामीले यसको कनेक्सन गर्यौं र यसको स्विचलाई हामीले अफ गर्दा अफ भइरहेको छ। यो डोरीबाट पनि हुन्छ र यहाँबाट पनि हाम्रो यसको नोब भएपछि यहाँबाट पनि हुन्छ। ल हेर्नुहोस् यो अन भयो र यसको स्पिड पनि यो बढाउन घटाउन चाहिँ मिल्छ र यसको स्विङ मोटरलाई पनि हामीले बन्द गर्न मिल्छ। म हजुरहरूलाई यसको यो डोरी चाहिँ एउटा चाहिँ हाम्रो यो अन अफको डोरी हो र एउटा चाहिँ यो स्विङ मोटरको डोरी हो। स्विङ मोटरको मैले अफ गरेँ भनेपछि यो स्विङ मोटर चाहिँ बन्द भइसक्यो। अहिले दायाँ बायाँ घुम्न चाहिँ बन्द भइसक्यो र अहिले मोटर मात्र चलिरहेको छ। ल मोटरलाई पनि हामीले बन्द गरेर देखायौँ र हजुरहरूलाई भिडियो कस्तो लाग्यो, यदि राम्रो लागेमा लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला। यस्ता खालका भिडियो अरू पनि लिएर आउने छु। धन्यवाद।